एउटा निर्णय जसले 5 वर्षको देशको भविष्य लेख्छ, तर त्यो निर्णय कसको हातमा हुन्छ? नेपालमा प्रधानमन्त्री जनताले सिधै छान्दैनन्। त्यसो भए शक्ति कहाँबाट आउँछ? सबै कुरा सुरु हुन्छ 275 प्रतिनिधि सभाका सदस्यबाट। यी 275 सांसद कसरी आउँछन्? 165 जना जनताले प्रत्यक्ष भोट हालेर चुन्छन्। हरेक क्षेत्रबाट एक प्रतिनिधि जनताको आवाज बोकेर। बाँकी 110 जना राजनीतिक दलले पाएको कुल भोटको आधारमा समानुपातिक प्रणालीबाट आउँछन्। यो हो समावेशिताको ग्यारेन्टी। यी 275 जनाको बहुमत 138 हुन आउँछ। यही संख्या हो प्रधानमन्त्री बनाउने चाबी। त्यसैले तपाईले कुन पार्टी छान्नुहुन्छ, कुन उम्मेदवारलाई भोट दिनुहुन्छ, त्यसले मात्र सांसद होइन, भोलिको प्रधानमन्त्री पनि तय गर्छ। यदि गलत प्रतिनिधि चुनियो भने गलत नेतृत्व आउँछ, अस्थिर सरकार बन्छ, संसद सौदाबाजीको थलो बन्छ। प्रधानमन्त्री सांसदबाट नै आउने हो, उसले विश्वासको मत लिनै पर्छ। विश्वास गुम्यो भने सत्ता पनि सकिन्छ। यो प्रक्रिया सत्ताको खेल होइन, जनताको चेतनाको परीक्षा हो। संविधान चलिरहेको छ कि छैन त्यसको प्रमाण हो। प्रधानमन्त्री फेरिन सक्छ, सरकार ढल्न सक्छ, तर यदि प्रतिनिधि सही भए लोकतन्त्र कहिल्यै ढल्दैन। सही प्रधानमन्त्री चाहियो भने सही प्रतिनिधि पनि छान्नै पर्छ। यो आजको आवश्यकता हो।